अस्सलाम वालेकुम, कैसे हो आप लोग। आज हामी चाहिँ मम्मी म उता बाबा पनि आउँदै हुनुहुन्छ। हामी चाहिँ धान यसरी चप्पलले खुट्टाले माडेर ल्याउन जाँदैछौँ। मम्मी चाहिँ त्यहाँ बोरामा 2टा मिनरल वाटर बोक्दै हुनुहुन्छ। हेलो भन्नु मम्मी। हेलो हेलो हातले हेलो हेलो। हामी कहाँ जाँदैछौँ मम्मी? झापु के गर्दै जाँदैछौँ? धान मान्न। धान मार्न अरे कडा हुनुहुन्छ मम्मी चाहिँ। हामी चाहिँ हिँड्दैछौँ, अलि टाढै हो कि बाटो चाहिँ यहाँसम्म चाहिँ मोटरकै बाटो गाडी आउँछ अनि त्यहाँबाट उता चाहिँ बाटो राम्रो छैन। हामी चाहिँ हिँड्दैछौँ, यसमा चाहिँ नास्ता लिएर हिँड्दैछौँ। हामी चाहिँ एकदम अझै ज्यादा धुप यस्तो गर्मी छ कि कुरै नगर्ने। अब यहाँबाट चाहिँ कच्ची बाटो, यहाँ चाहिँ यस्तो बारी बारी हिँड्नुपर्छ। बिचरा मम्मी चाहिँ हिँड्न नसकेर खुप्री परेर हिँड्नु भएको छ। अब चाहिँ सिधा हुनुभयो। म चाहिँ यता छु, एकदम धेरै गर्मी छ। बाटो चाहिँ यस्तो छ। गर्मी छ मम्मी है, गर्मी छ। कसरी गर्ने हो? मलाई फेरि गोड्नै आउँदैन, मार्न आउँदैन। के गर्ने हो? मलाई फेरि मार्न आउँदैन। पसिनै पसिना हुनुभयो। सिधा भएर हिँड्नु के? सिधा भएर हिँड्नु न। हिँड्दै भन भन्नु। फेस जस्तै पुरा ब्ल्याक भयो गाउँमा आसित। फाइनली गाइज हामी चाहिँ अब धान मार्ने ठाउँमा आउँछौँ। अन्त यस्तो यस्तो जङ्गलमा नै एकुन्टा घर छन् यहाँ चाहिँ। कुन यो हो? त्यहीँ जाने हामी। मम्मीले यहाँ जग्गा चिनाउँदै हुनुहुन्छ मलाई। तिर चाहिँ हाम्रो गाउँतिर चाहिँ पुरैले धान काटिसकेर कुन्नीहरूलाई खाने यस्तरी भएन। बाटो यस्तो हो, चप्पल छिँडिया हो, बाबाको चप्पल हो यो। कुन त्यस्तोमा नि भैँसी भन्छन्। हामीले मार्ने धान चाहिँ यो कुनी हो क्या, यो लात्ताले मार्ने अरे। कसरी हो मलाई थाहा छैन, कसरी मार्ने हो। फर्स्ट टाइम हो मम्मी चाहिँ हिँड्दै हुनुहुन्छ अनि हिँड्दैछु। यहाँले चाहिँ यस्तरी कोही चाहिँ धान काटेर यस्तो राखेका छन्। हामी चाहिँ अब आउन लाग्यो। पहिला त मम्मी यो कुलाभरि पानी हुन्थ्यो होइन? कुलामा पानी हुन्थ्यो होइन? कुलामा पानी थियो क्या। अस्ति नै हामीले मकै बोक्दा चाहिँ यहीँबाट चढाउँ भयो। आइयो अब त्यस्तो छ। तर मम्मी चाहिँ म यो उभिन सक्दिनँ क्या। यही कुनी हो हामीले लात्ताले मार्ने कुनी हो, यही हो हामीले लात्ताले मार्ने कुनी हो चाहिँ। कता गयो? यही हो। अब हामी चाहिँ यो मार्छौँ। यति माडेर बल्ल भएर जाने हो। यतापट्टिको सिन हेर्नु त हो। ल यस्तो छ हेर्नु त।
अब चाहिँ काम गर्न थाल्ने हो। म अहिले राति फेरि भइसकेँ, गर्ने क्यारेर हो। अहिले हामी धान माडिसकेपछि पनि भिडियोमा बनाउँछु है। धान मान्ने तरिका मेरो चाहिँ यसरी हो। यसरी मैले चाहिँ यसरी मार्छु। मम्मीले चाहिँ खाली खुट्टाले मार्नुहुन्छ। मम्मी चाहिँ उहाँले खाली खुट्टा यसरी मार्नु। यसरी अब चाहिँ हामीले सकियो मानेर। यति धेरै यति भयो धान मार्न। यस्तो आराम छ माने मास्क लगाएर। अब चाहिँ हामीले सकिन लाग्यो धान। मम्मी नि आउँदै हुनुहुन्छ। मलाई धान बोक्दै हो माघ खोलमै हो त। साह्रै गऱ्यो म यार। हातै दुख्यो यहाँ। त्यत्रो बारी हो भएको। बोकाउनु भयो नि आज। हिँड्दै हान्दै यत्रो टाढा हो के धान पुऱ्याउनु त। मेरो त थाप्लै दुखिसक्यो। उताबाट हान्दै हुनुहुन्छ। म नै सकिने यति छ बारी। मम्मी चाहिँ हान्दै हुनुहुन्छ। थाप्लो दुखेछ। यस्तो बाटो छ। अरू चाहिँ यही हुँदै हिँड्दै कतिखेर घर पुग्नु जस्तो भयो नि। म त कस्तो थाप्लो दुखेको। मम्मी बाबाले कसरी काम गर्नुहुन्छ भनेर दङ्ग पऱ्यो हो। गर्न नसकिँदो रहेछ। हो त्यो गाउँमा हो त्यही हो हाम्रो घर। त्यहाँ हो पनि। फोहोर डढाउनु लानुभएको। ल हुन्छ। ल ल फाइनली घर आयो। पनि उठो। केही सुनेन। पुरै धेरै उस भएको पनि थियो के अरे। भुस भयो जस्तो पनि।
म आउनु म यहाँ नसकेर आएन यस्तरी बसेर Bye bye, take care.